नमस्ते वर्षा र बत्ती where the downpour of life meets the light within मा हजुरहरूलाई स्वागत छ। म हुँ हजुरहरूको होस्ट युक्ता र आफूलाई डाइपर ब्याग्स मात्र हैन माया, ममता, अपेक्षाहरू, गिल्ट, थकान, खुशी यस्ता धेरै प्रकारका कुराहरू बोकेर पाएकी छु र यस्तै अदृश्य भारहरू बोकेर हिँडेकी हाम्रो आजको गेस्ट हुनुहुन्छ बबिना। अब बबिना वेलकम, थ्याङ्क यू फर बिङ हियर। यो पहिलो एपिसोडमा हामीले कुराकानी गर्नेवाला छौँ मेन्टल लोडको बारेमा। मेन्टल लोड भनेको जुन अदृश्य भारहरू हामीले जुन नदेखिएर पनि गरेका कामहरू हुन्छन् त्यसलाई मेन्टल लोड भनिन्छ र यस्ता कुराहरू प्राय असामन्तापूर्वक एउटा आमामाथि पर्छ र कति बेलामा हामीले हाम्रो पार्टनर्सहरूले हामीलाई हेल्प गर्नुभएको छ भने पनि हामीले उहाँहरूलाई अराउनु पर्छ अनि मात्र यो काम भएको हुन्छ। सो काम देखिन्छ, गर्नुभएको देखिएको कामको पछाडि पनि धेरै जस्तो आमाकै हात हुन्छ, त्यसमा सोच लगाउने आमाको हात हुन्छ र यो सोच लगाउने जुन काम हुन्छ, यो नदेखिने जुन कुराहरू हुन्छ, यसलाई कसैले काम भनेर गन्दैन। तपाईले आफूलाई यो मेन्टल लोड बोकिरहेको छु भनेर कहिले रियलाइज भयो? मैले धेरै सोचिरहेको छु भनेर कहिले पाउनु भयो? जहिले पनि हुन्छ। अब एउटा इन्सिडेन्ट भन्नुपर्दाखेरि चाहिँ एकचोटि काममा जाँदै थिएँ अनि मेरो हस्बेन्ड चाहिँ खाना बनाउँदै हुनुहुन्थ्यो, म घर छोड्दाखेरि अनि छोरा ती खेलिरहेको थिएँ क्या भुइँमा। अनि म चाहिँ गाडीमा ड्राइभ गर्दै गर्दा पनि क्यामेरामा हेर्दै हिँडिरहेको छु क्या, बामुखमा के हाल्छ कि। अनि अब बुढो उता खाना बनाइरहेको बेला याद गर्नु भएको छ कि छैन, हेरिराख्नु भएको छ कि छैन भनेर क्यामेराबाट बोल्दै ऊ भाइले यस्तो गर, छोरीले यस्तो गर भन्दै सोचिरहनु। ड्राइभ गर्दाखेरि पनि हामीले आउँछ, त्यो सोचिराख्नु पर्छ भन्दा पनि आउँछ अनि हेरिराख्नु पर्यो भन्ने त विश्वास भएन। कतै न कतै गरेको काममा तपाईँलाई पुरै ट्रस्ट भएन। एउटा कुनै इन्सिडेन्ट छ त्यस्तो तपाईँलाई त्यस्तो बनाउनलाई? काममा हुँदाखेरि पनि म हेरिरहेको हुन्छु क्या, राति बुढालाई जहिले त्यो छोरा उठेको बेला हेर्नुहुन्छ कि हुन्न भनेर। एक दिन होइन, हस्पिटलबाट आएको भोलिपल्टको रात थियो। हजुर। अनि मलाई गाह्रो भइरहेको थियो क्या, म उठ्नै सकेको थिइनँ। छोरो यति ठुलो ठुलो आवाजले रुइरहेको थियो, बुढो त ठानै छैन क्या। अनि यस्तो कुराहरूले हामीलाई मलाई फेरि उठाउनै मन लागेन, कस्तो रिस उठिरहेको थियो क्या। आफै त्यत्रो बेला त उठ्नु पर्ने हो नि त, सुन्नु पर्ने भनेको छैन। थाहै छैन। अन्त कसरी विश्वास हुन्छ म नभएको बेलामा सबै कुरा याद गर्नुहुन्छ, थाहा पाउनुहुन्छ भनेर? फर कन्टेक्स्ट, बबिना रेजिस्टर्ड नर्स नाइट सिफ्ट गर्नुहुन्छ हप्तामा 3 रात। सो द्याट्स वाइ शी हेज अ क्यामेरा इन द रुम अनि मोनिटर राखेर गर्नुहुन्छ मोनिटर बाबुलाई। यो मेन्टल लोडले जस्तै तपाईँले अब तपाईँ त्यही प्रेजेन्ट नहुँदाखेरि पनि या त त्यही काम तपाईँले गरि नराख्नु भएको बेलामा पनि तपाईँले जुन मेन्टल लोड बोकिराख्नु भएको छ त्यसले गर्दाखेरि तपाईँले आफ्नो बुढासँग, इभन आफूसँग, आफ्नो बच्चाहरूसँग कसरी यो तपाईँको रिलेसनसिप्सहरूमा कसरी इफेक्ट भएको छ यो कुराहरूले? अब चिडचिडा हुने यस्तो हुन्छ। अब अब काम गरिरहेको बेला पनि अनि अब के गर्ने, यो के गर्ने, कहीँ जानु छ भने अनि म जहिले मेकअप गरेर हुन्छु नि त, अनि अब चुटिको भएर हिँड्नु जस्तो लाग्छ नि त। अनि अब म यता रेडी हुँदैछु भने अब ल है तपाईँले छोरालाई रेडी गर्नु भने के लगाइदिने, म त रवि इभन डाइपर पनि चेन्ज गरिदिनु ल भन्नुपर्छ। रविलाई पनि त्यही हो, गरिदिनुहुन्छ नगर्ने होइन, बट भन्नुपर्छ, गरिदिनुपर्छ है हिँड्नुभन्दा अगाडि। सम्झिनु है यो गर्नुपर्छ। अनि अनुहारमा लोसन लगाइदिनु, छोरीलाई सनस्क्रिन लगाइदिनु, सबै सम्झाउनु पर्छ। काम गरे पनि त्यो सोच चाहिँ कहिले चाहिँ अब कति साह्रो भनिराख्नु भनेर छोडिदियो भने त्यो बिग्रेकै हुन्छ, त्यो काम पुरै नै हुँदैन नि। म एउटा इन्सिडेन्ट्स भन्छु। हामी क्यालिफोर्निया घुम्न जानुभन्दा अगाडि म तपाईँलाई भनेको थिएँ पहिला, मैले फोन 1 हप्ता 1 विकको ट्रिपमा फोन घरमा छोडेर बिर्सेर गएछु।
किनभने फर्स्ट टाइम मम फर्स्ट टाइम ड्याड फर्स्ट टाइम प्यारेन्ट्स भएको बेलामा बाबु 2 महिना आउँदाखेरि हामी ट्रिप जाने ब्रेक चाहियो बुवा पनि आउनुभएको थियो घुमाउँ हामी पनि घुमौँ भनेर निस्क्यौँ होइन अनि त्यो ट्रिपभन्दा कति अगाडिदेखि मैले डाइपर ब्यागमा यो बोक्नुपर्छ यो चाहिन्छ मैले यो बोक्न बिर्सिनु भएन अनि अब ब्रेस्ट फिडिङ गराइरहेको छ अब ब्रेस्ट पम्प गरिरहेको थिएँ बट त्यस्तो धेरै गर्दिनँ थिएँ अनि पोर्टेबल ब्रेस्ट पम्प बोकिराख्नु पऱ्यो इनकेस प्लेनमा उयो हल्ला हल्ला यताउता गऱ्यो भने कसैले बोतल फिड गराउन सजिलो हुन्छ कि र पोर्टेबल ब्रेस्ट पम्प पनि रिसर्च गरेर किनेर रेडी बनाएर सबै कुरा त्यो अरूको सबै कुराहरू सोच्दा आफ्नो त्यो एउटा अब इम्पोर्टेन्टै कुरा हो नि होइन हामीले सबैलाई आफूलाई अहिलेको जमानामा फोन भने एउटा इम्पोर्टेन्टै कुरा हो त्यो छोडेर बिर्सेर हिँडेको पार्टै जस्तो भइसकेको छ इनफ्याक्ट हाम्रो एकजना साथी हुनुहुन्छ नेपालमा जाने ट्रिपमा बिचरा ग्रिन कार्डै बिर्सेर हिँडिदिनु भएछ धन्नै टाइम थियो र फर्केर आउनुभयो उहाँ पनि एउटा आमा हो धेरै कुरा बच्चाको सबै कुरा सोच्नुपर्छ यस्ता यस्ता कुराहरूले हामीलाई त्यो भोग्दा त्यो उम्लिँदै गएर आइरहेको हुन्छ क्या अनि आई थिङ्क कति मान्छेहरूले यो बुझ्दैन क्या तपाईँले हामीले नै पनि त्यस्तो भएको छ भनेर थाहा नै हुँदैन भइरहेछ त्यो कुराले भन्ने थाहा नै हुँदैन मलाई तपाईँसँग अर्को क्वेसन तपाईँले यो सबै मेन्टल लोड मलाई गाह्रो भयो भनेर भन्दा आफ्नो हस्बेन्डलाई यो कुरा राख्नु भएको छ या त आफ्नो फ्यामिलीमा कसैलाई यो कुरा राख्नु भएको छ र यो कुरा राख्दाखेरि त्यो कन्भर्सेसन कस्तो देखिन्छ र हस्बेन्डलाई राखेको छु होइन के भएको थियो भने बाबु जन्मेर कति 2 महिना 3 महिनासम्म हामी छुट्टा छुट्टै सुत्यौँ क्या नानी र हस्बेन्ड छुट्टै सुत्नुभयो अनि छोरा र म सुत्यौँ अनि त्यो अब रातभरिमा एभ्री 3 आवर्स खुवाउनु पर्यो होइन अनि एक्लै त्यो बच्चासँग मात्र रातभरि आफू मात्र हुँदा कस्तो त्यो मलाई त्यो वास्तै भएको थिएन अनि एक दिन चाहिँ अति भएछ अनि यत्तिकै अनि बुढालाई बोलाएँ फोन गरेर आउनु न भने नानी निदाएपछि अनि रुन थालेँ क्या तपाईँले मलाई छोड्नुभयो जुन बेला जरुरी चाहिएको थियो होइन अब तर त्यो नानीलाई पनि स्कुल जान्थ्यो नि त उसलाई पनि डिस्टर्ब हुन्छ नि त भाइले अनि त्यही भएर छुट्टै सुत्नु त थियो नै र पनि अनि घरिघरि आएर चेक गरेर त हुन्थ्यो घरिघरि आउँदा त हुन्थ्यो नि त तर यो भन्नुभन्दा अगाडि गर्नुपर्ने काम चाहिँ एकदमै इम्पोर्टेन्ट हो क्या जस्तै हामीले किन अराइराख्नु किन पर्यो जस्तै अब म एउटा इक्जाम्पल दिन्छु जस्तै मलाई गिल्टी एकदम फिल हुन्थ्यो क्या फर्स्टमा अहिले आएर सम्झिँदै गएपछि चाहिँ ए होइन यो कुरामा चाहिँ म नै गलत थिएँ भनेर मलाई अहिले लाग्छ होइन अब म आफ्नै ज्यानको कुरा गरौँ सुत्केरी हुँदाखेरि मलाई तेल मैले अब आफैले दल्नु पर्थ्यो अब रविले आएर काममा गएर आएर गर्न सक्नुहुन्थ्यो तर मलाई अब रवि पनि कामै गरेर आउनुभएको छ गलिरह्यो होला के हराउनु आफूलाई कस्तो गाह्रो हुँदा जिउ दुख्दाखेरि पनि भन्दिनँ थिएँ अनि कति टाइममा भन्दाखेरि अब म आज घर आउँदैखेरि म आज साह्रै गलेको छु एकदम बिजी भयो भन्दै आएपछि त्यो आफूलाई कस्तो अप्ठ्यारो लाग्छ नि त त्यो कुरा राख्नलाई अनि होस् बरु म घरै बस्ने त हो जस्तो लाग्छ अनि त्यो कुरा त्यस्तो कुराहरू अहिले आएर सोध्छु अनि कहिले काहीँ उसँग रिस उठ्थ्यो क्या पछि गएपछि त्यो कुरा बिल्डअप हुँदै गयो क्या म नानी पालीको कुरा अहिले भन्छु मैले एकचोटि पनि त्यसलाई नै भन्दै भन्छु त्यो भने त पानी बुद उनले पड्किन्छ नि त्यो मम रेज भनेको त्यही कुरा हो मैले त्यसरी नै रविलाई एकचोटि भने भड्केँ रिसाएँ अनि त्यसपछि तिमीले भने भए हुन्थ्यो नि अब मैले किन भन्नु पर्यो बुढी घरमा गाह्रो छ सुत्केरी छ उसले पनि नानीसँग दिनभरि बसेर गरेछ गलेको छ उसलाई नि गाह्रो भएको छ भनेर आफैले बुझिदिएर गर्दै भए हुन्थ्यो नि है जस्तो लाग्ने एन्ड आई थिङ्क त्यो मैले त्यो आशा राख्नु नराम्रो होइन जस्तो लाग्छ त्यो म गलत होइन जस्तो लाग्छ कि अहिले सोचेर आउँदाखेरि त्यो द्याट्स माई राइट त्यो पनि एउटा टाइपको मेन्टल लोडै हो क्या किनभने आफूलाई डिस्कम्फर्ट फिल हुँदै अरू कसैलाई गरिदेऊ न भने हेल्प माग्नलाई त्यो आफ्नै बुढै भए पनि गाह्रो लाग्ने क्या यस्तो तपाईँको लाइफमा केही इन्सिडेन्ट्सहरू छ जस्तै आइएम स्योर तपाईँ अब काम गर्न जानुहुन्छ हप्तामा 3 दिन जति तपाईँ घरमा आउनु हुँदैन राति भए पनि अब त्यो तपाईँले फिडिङ गर्ने बेला हुन्छ त्यो टाइममा बुढा पनि त अब काम गर्नु भएको छ तपाईँको हस्बेन्ड वर्क फ्रम होम गर्नुहुन्छ काम गरेर आउनुभएको छ एउटा जे भए पनि केयर गिभिङ काम हो तपाईँको पनि काममा पनि तपाईँले कसैलाई धेरै मान्छेहरूलाई एक दुईजनालाई होइन धेरै मान्छेहरूलाई केयर गरेरै बसिराख्नु भएको हुन्छ होइन अनि त्यो जतैतिरबाट तानिएर घरमा त्यो के भन्छ थकित भएर त्यो अब
कसैले छुँदाखेरि पनि अब चाहिँ कसैले न के गरिदियोस् भनेर त्यस्तो अवस्थामा आइपुग्नु भएको हुन्छ होला सायद कतिचोटि। त्यो बेलामा घरमा केही काम देख्नुभयो अरे, बाबुलाई के काम देख्नुभयो अरे, नानीलाई के काम देख्नुभयो अरे, त्यो गर्नलाई आफ्नो हस्बेन्डसँग माग्न तपाईँलाई कति गिल्टी फिल हुन्छ? गिल्टी फिल हुन्छ, अनि त्यो बुझेरै गर्दै हुन्थ्यो नि, भन्न नपरे हुन्थ्यो नि भन्ने हुन्छ। अनि त्यो गिल्टलाई तपाईँले कसरी नेभिगेट गर्नुहुन्छ? जस्तै अब मैले जस्तै अब अहिले म आएर रियलाइज गर्दैछु, अहिले अब मैले कुरा राख्न थालेको छु, होइन तिमी त गला छौ मलाई नि एकदमै गाह्रो भएको छ, मलाई तेल लगाइदियो तिमीलाई पनि म तिमी तेल लगाइदिन्छु भनेर भन्छु होला होइन। एनी वे तपाईँले यो चेन्ज गर्नुभएको छ या त इज दिस समथिङ यु निड टु वर्क अन? अझै भन्छु नै गर्नु भन्नुहुन्छ। अनि तर आफै रिस उठ्छ, त्यो रिस उठ्दै एक्सेप्ट गर्नुपर्छ, जे पनि भन्न पर्ने हो। अब अनि कहिलेकाहीँ त आफै पनि रिसाउँदै गऱ्यो क्या, अनि ढाङढाङ पार्दै म गर्थेँ त अनि मैले भन्नुभन्दा अगाडि नै गर्नु पायो देखे हुन्थ्यो त्यो काम, हामीले मात्र किन देख्नु होइन। त्यस्तो चाहिँ आफूलाई पढ्दा गएर आएको। म तपाईँको रिसेन्ट टिकटक देखेरै यो कुरा निस्केको हो नि त होइन। तपाईँलाई अब त्यो धेरै जसो मान्छेलाई तपाईँले सायद राख्नु हुँदैन थियो होला, तपाईँले आफै भन्नुहुन्छ म यस्तो टाइपको मान्छे नै होइन, बोल्न आउने मान्छे नै होइन, लाज लाग्ने मान्छे हो। तर कति चाहिँ वाक्क भइसकेको थियो होला कि त्यति आफ्नो डिस्कम्फर्टमा बसेर त्यो कुरा टिकटकमा पोस्ट गरेर अरूले देख्ने गरी राख्नलाई के त्यो अति भएर भन्नु पनि हुँदैन। कुरा किन टिकटकमा हालेको, ज्वाइँ त यस्तो राम्रो हुन्छ, सबै गरेर राख्नुभएको छ, तिमी त थ्याङ्कफुल हौ, म त भाग्यवान रहेछु भन्ने सम्झना भन्नुहुन्छ। तपाईँले ब्युटिफुली मेरो नेक्स्ट सेगमेन्टमा सेग्वे दिनुभयो। हामीले जुन काम आमाहरूले जुन काम सबै कुराहरू गरेर हुन्छौँ, तर एउटा बाबाले डाइपर फेरिदिनु भयो भने दुनियाँले त्यो देख्छ, दुनियाँले त्यो कुरालाई वाह भन्छ, दुनियाँले त्यसलाई ताली बजाउँछ। तपाईँलाई एउटा कुनै मोमेन्ट याद छ जहाँ तपाईँको आफ्नै हस्बेन्ड पनि हुनु पर्दैन, अरू कोही बाबाहरूले काम गरेको देखेर कसैले त्यो कुरालाई प्रेज गरेको, त्यो कुरालाई ताली बजाएको? अरूको त थाहा छैन, मेरैमा चाहिँ भन्नुहुन्छ सबैले, अब प्रायः जस्तो देख्नेले गरिराख्नु भएको हुन्छ नि त हस्बेन्डले। अनि त्यो अब कति भाग्यमानी तिमी, अनि ज्वाइँ त बिचारा घरमा पनि काम, घरको काम पनि गर्ने, बच्चा पनि हेर्ने, आफ्नो काम पनि गर्ने भनेर भन्नुहुन्छ। अनि त्यति बेला अब तिमी त भाग्यमान रहेछौ, थ्याङ्कफुल हौ भन्नुहुन्छ, बी ग्रेटफुल। यति त गरिरहेको छ, कतिले यति गर्न पाउँदैन, हाम्रो जमानामा यो थिएन, यो भएन त्यो भएन भन्नु भने धन्न यति गर्दैन भन न भन्नुहुन्छ। तर मलाई चित्त बुझ्दैन त्यो, उसको रेस्पोन्सिबिलिटी के हो भनेर बुझेर गरेको हो नि त, त्यसमा म थ्याङ्कफुल हुने कामै त्यो फेरि जति गर्नुहुन्छ त्यो एक्चुअली एकदमै बेयर मिनिमम हो, त्यो भन्दा इनफ्याक्ट बढी गर्नुपर्ने हो। कहिलेकाहीँ आएर एउटा डाइपर फेर्दैमा त्यो द्याट्स नट अ बिग डिल। कतै घुम्न हिँड्दाखेरि बाबासँग, अहिले बाबुहरूलाई हेरिदिँदै हुनुहुन्छ, द्याट्स नट अ बिग डिल। केही चाहिँदाखेरि अब दाइलाई नै के चाहियो अरे तपाईँले हेरिदिनु भएको भनेर कसैले भन्दैन, तपाईँको रेस्पोन्सिबिलिटी हो, तपाईँबाट त्यो एक्सपेक्टेड छ। समाजले तपाईँलाई उसको काम हो, आमा हो, उसले गरिहाल्छ नि, गर्नुपर्छ भनेर राख्छ होइन। बच्चा हेरिदिँदै रहेछिन् कसैले त्यो त आई डोन्ट थिङ्क कसैले सुनेको पनि छ होला, त्यो त संसारमै, हाम्रो नेपालीमा त होइन संसारमा कसैले सुनेको छैन होला यो कुराहरू। मैले आफ्नै घरमा पनि जस्तै मेरै मम्मी ड्याडीहरू, लाइक म सानैबाट कस्तोमा हुर्केर आएँ भने मेरो मम्मी नाइट सिफ्ट काम गर्नुहुन्थ्यो, मम्मीले पनि, अनि 10 घन्टा काम हुन्थ्यो मेरो मम्मीको पनि होइन। अनि राति 2 बजेदेखि काम गरेर राति 12 बजे घर आएर मम्मीको डिनर त राति 1-2 बजे हुने। अनि त्यति ढिला सुतेको मान्छे त बिहान त उठ्न सकिँदैन, तर काममा त कुद्नु पर्यो। फेरि त्यो माथि मेरो मम्मीको आइब्रो थ्रेडिङ सलोनहरू पनि छ, अनि त्यो काम त्यहाँबाट काम नगरेको दिन मम्मी आइब्रोमा जानुहुन्थ्यो, अनि एउटा सर्टेन टाइममा उठ्नुपर्छ, त्यो बेलामा घरमा रेस्ट गरेर बसेर पाउनु हुँदैन थियो। ड्याडी उठेर खाना बनाउनुहुन्छ होइन, जो पनि घरमा आयो जसले पनि जसले देख्यो पनि घर आयो, जसले आहा दाइले त यस्तो गर्नु हुँदो रहेछ, आहा तिम्रो अङ्कलले त यस्तो गर्नु हुँदो रहेछ है, खाना बनाउनु हुँदो रहेछ, तिम्रो मम्मीलाई त कति सजिलो भनेर भन्ने।
अब मम्मीलाई यति अब त त्यो 10 आवर शिफ्ट त्यो काम गर्नु हुँदैन आइब्रो अझै छ आइब्रोमा एभ्रिडे काम गर्नु परेको छ अहिले त्यो कसैले बुझ्दैन क्या मम्मीलाई कसैले भनिदियोस् न वाउ काममा जानु भएको छ यति यति कति खटेको मम्मीलाई अरू कसैले हेर्दाखेरि त्यो प्रेजै गरेको छैन मम्मीलाई कसैले होइन तिमीले नि गरेको छौ भनेर कसैले भनेको छैन मेरो पनि त नि म नाइट ड्युटी गरेर आएको हुन्छ होइन 3 रात अनि बाँकीको 4 रातभरि निद्रा लाग्दैन नि त अनि म बिहान जहिले 12 बजीसम्मै सुतिरा हुन्छ कोही मान्छे आउनुभयो भने त अहिलेसम्म सुतिरहेको अनि उठेर मुनि गयो भने ए तिम्रो त भर्खर बिहान हुँदैछ तर कसैले नाइट गर्छु गाह्रो होला बच्चासँग भन्ने चाहिँ सुनेको छुइनँ मलाई अहिले एउटा कुरा सम्झे तपाईँले र मैले फर्स्टमा यस सम्बन्धी कुरा गरेको बेलामा तपाईँ इमोसनल भएको थियो भन्नुभएको थियो होइन किनभने कसैले सोचेकै छैन तपाईँ काममा पनि कामै गरिराख्नु भएको छ एउटा फेरि काम भनेर त कम्प्युटरमा बसेर त काम होइन तपाईँले मान्छेलाई देखभाल गर्ने नै काम हो एउटा नर्स भनेको एकदमै इमोसनली फिजिकली मेन्टली स्ट्रेसफुल काम हो अलरेडी नै त्यो सबै बोकेर तपाईँले घरमा आएर त्यही कुरा गर्नुपर्छ यो अनि मान्छेहरूले तपाईँलाई त हस्बेन्डले गरेको काम गरेकोलाई धेरै प्रेज गर्दाखेरि तपाईँ हाउ डु यु फिल रिस उठ्छ मलाई पनि कसैले मलाई चाहिँ नदेखे जस्तो लाग्छ क्या म पुरा इन्भिजिबल छु कि क्या हो हाई म यहाँ मैले पनि गरिरहेको छु होइन प्रेग्नेन्ट हुँदा पनि गरेँ हो अनि बाबु जन्मेर 3 महिनादेखि नि गरेँ तर कसैले भन्दिँदैन उसले गरेको चाहिँ किन भन्दिने न लेबर सहनु पर्यो न प्रेग्नेन्सी सहनु पर्यो होइन त्यसमा पनि कति मेन्टल लोड छ अहिले गरिरहेको काम त त्यो त केही होइन जस्तो लाग्छ क्या होइन अनि मेरो अब हस्बेन्ड घरबाटै काम गर्ने हो हजुर कुर्सीमै बसेर काम गर्ने हो होइन अनि घरको खाना बनाउनु भयो बडाल कुडाल गर्नुभयो भने त त्यो त धन्न त्यति त्यो कोलेस्ट्रोल बढेर कहाँ पुगिसकेको छ होइन हि निड्स टु बी फिजिकली एक्टिभ र तपाईँले त्यो कुरामा हेल्प भइरहेछ र काम यो इन्टरलाइज गरेँ मैले यो डबल स्ट्यान्डर्ड हामीले पनि कति इन्टरलाइज गरेँ अहिले मैले आफैलाई क्याच गरेँ हेल्प भएन यो रिस्पोन्सिबिलिटी बाँडिएको छ र बाँडिँदाखेरि उहाँलाई पनि एउटा फाइदा हुँदैछ तपाईँलाई नै हुँदा फाइदा हुँदैछ भने त्यो अरू मान्छेले एकजनाको मात्र किन फाइदा देख्नु उहाँले पनि यो के डेस्क जब रहेछ गर्नुपर्छ तपाईँले यो ठुलो कुरा होइन अनि के पनि लाग्छ भने नि त्यो अब उसकै छेउमा पनि भनिरहेको हुन्छ नि त मान्छेहरूले अब कति गरिराख्नु भएको छ तपाईँले भन्ने अनि त्यो त्यति बेला चाहिँ बोल्दै हुन्थ्यो नि जस्तो लाग्छ क्या यो हाम्रै काम त हो नि होइन मैले चाहिँ के भन उनीहरूको दिमागमा पनि जान्छ होला कि यो कुरा र आफूलाई पनि अब हामीले चाहिँ कति कुरा गरेको छैन भनेर भनिरहन्छौँ उहाँहरूले हाम्रोबाट सुनिरहने मैले त गरिरहेको छु त उसलाई किन चित्त नबुझेको भन्ने पर्छ होला संसारले देखेको किन नदेखेको आउला कुनै दिन हामीलाई त्यो हैन यो विषयमा पनि हुन्छ होला यो विषयमा पनि कुरा गर्नुपर्छ एक दिन तपाईलाई जस्तै मैले आफैलाई अहिले भने यो कुरा यो डबल स्ट्यान्डर्ड हामीले आफैले इन्टरनलाइज गर्छौँ हामीले पनि हाम्रो समाजमा यो यति कमन छ कि हामी आफैले पनि यो कुरा हेल्प भन्ने ल्याङ्ग्वेज युज गर्छौँ एउटा बच्चाको त आमा मात्र हुँदैन आमा बाउ दुवैजना हुन्छ यो यस्तो कुरामा तपाईँले आफूलाई कति बेलामा क्याच गर्नुभएको छ यो डबल स्ट्यान्डर्ड आफूले कति इन्टरनलाइज गर्नुभएको छ अस्ति मैले त्यही तपाईँले भन्नुभयो नि मैले टिकटकमा पोस्ट गरेको त्यसैमा पनि मैले मेरो बुढाले हेल्प गर्नुहुन्छ भनेको रहेछु क्या होइन अब त्यो म पनि त अब काहीँ त्यही त मेरो पनि मेन्टालिटी त्यही नै रहेछ मैले त हेल्प गरेको छुइनँ नि मेरो बच्चालाई केही गर्दा अनि उनले गर्दा चाहिँ किन हेल्प खाना पकाउन नै हेल्प गर्दो रहेछ डाइपर फेर्दा नि हेल्प गर्दो रहेछ भनेर कसैले भन्दैन जन्माउनलाई हेल्प गर्यो त्यो तर कसैले सोच्दैन एउटा बच्चाको रेस्पोन्सिबिलिटीमा आमा बाउ भइसकेपछि त्यो रेस्पोन्सिबिलिटी आमा बाउ इक्वली भन्नलाई फेरि सधैँ 50-50 होइन कहिले तपाईँले गर्नु 90 पनि हुनुपर्छ र हुन्छ 60-40 हुनुपर्छ र कहिलेकाहीँ तपाईँ आफ्नो 0% मा हुनुहुन्छ र दाइ पनि 0% मा हुनुहुन्छ भने त कसैले त्यो पिकअप गर्नुपर्छ र जसले गरे पनि त्यो ठुलो कुरो होइन के आई थिङ्क
हाम्रो हाम्रो अहिले नेरेटिभ के चेन्ज गर्नुपर्छ भने लेट्स नट मेक अ बिग डिल आउट अफ दिस। जस्तै हामीले अब एप्रिसिएसन भएन, हामीलाई कसैले प्रेज गरेन, हामीलाई कसैले वाउ तिमीले राम्रो गरेको छौ भयो, त्यो भन्नु पनि पर्दैन बाबा, त्यो भन्न पर्दैन। तर अरूले बेयर मिनिमम गरेको देखेकोले हाम्रो त्यत्रो गरेको काम पनि नदेख्दा चाहिँ एकदमै एक प्रकारले आइसोलेटिङ फिल हुन्छ, एक्लोपन फिल हुन्छ। र जुन हाम्रो पोस्टपार्टम प्रेग्नेन्सीमा होर्मोनल हाम्रो फिजिकली अलरेडी सहेर त्यो हामीलाई पनि आफूलाई थाहा हुँदैन मलाई कति त्यो कुरा रिकभर भइरहेको बेलामा पनि जब त्यो थपिन्छ नि अनि मान्छे आई थिङ्क यही कारणले होला कि पोस्टपार्टम डिप्रेसन, एङ्जाइटी यस्ता टाइपका कुराहरू हुने, बच्चासँग बन्डिङ राम्रो नहुने, बुढैसँग पनि कति टाइममा मैले आफ्नो बच्चालाई पनि निकालेको हुन्छु क्या, त्यो बस्दा सहेर बस्दा गरेको हुन्छ नि पड्केला जस्तो फिल हुन्छ, कसलाई पोख्नु अगाडि जोड्छ। त्यही तपाईँलाई व्हाट डु यु थिङ्क यो रेकग्निसन, फेयर रेकग्निसन मान्छेले बुढाले पनि गरेको बुढीले पनि गरेको या त आइडियल पनि हुनु परेन, जे पुरा पोसिबल छ तपाईँको लागि कस्तो देखिन्छ यो? अब हस्बेन्डहरूले गरेको कामलाई बुढीलाई लक्की होइन, अब ऊ भन्नै छ भने पनि यो मान्छे राम्रो छ, उसले आफ्नो रेस्पोन्सिबिलिटी बुझेको रहेछ, त्यति भन्दा भइगयो। द्याट्स अ गुड वे टु पुट इट होइन, रेस्पोन्सिबिलिटी आफ्नो बुझेको छ, आफ्नो रेस्पोन्सिबिलिटी निभाउने मान्छे रहेछ, त्यति हो। त्यो भन्दा बाहिर भन्यो त्यतिमा पुग्यो होइन। नभए त उसको पनि काम हो नि त, उसको बच्चा भएपछि उसको घर हो, उसले घर सम्हाल्नु पर्छ। अब आइम काइन्ड अफ गोना चेन्ज आउट अफ दिस टपिक टु जति फादर्सहरूले गरेको कुरालाई हामी प्रेज गर्छौँ। यु वर्क, यु ब्रिङ अ पे चेक टु द हाउस, त्यो फाइनेन्सियल कन्ट्रिब्युसनलाई तपाईँले गर्यो भनेर भन्दैन कसैले, त्यसमा रेकग्निसन छैन। सो घरको रेस्पोन्सिबिलिटी बाँडिँदाखेरि एउटा छोरा मान्छेलाई त्यो रेकग्निसन पाउँछ, त्यो ठुलो कुरो हो भने एउटा छोरी मान्छेले पनि घर बाहिर आफ्नो आमा भएको रेस्पोन्सिबिलिटिज निभाउँदै घरमा पनि फाइनेन्सियली के कन्ट्रिब्युट गरेको छ त्यो रेस्पोन्सिबिलिटी पनि निभाएको छ भने द्याट अल्सो डिजर्भ्स रेकग्निसन। कुरा काटौँ भन्नु म चाहिँ अचेल होइन, त्यो अहिले अब हामी मोडर्न छन् नि, अहिले मोडर्न एजमा छौँ, केटी मान्छेले पनि काम गर्नुपर्छ भन्ने छ नि, अझ बढी पेलिएको जस्तो लाग्छ क्या। किनकि घरको बाहिरको पनि काम गर अनि तर घरमा पनि उसले मात्र केटीले मात्र गर्नुपर्छ भनेर अनि झन् अझ बोझ थपिएको छ, बाहिरको पनि काम घरको पनि काम। जहाँ हामी ल्याङ्ग्वेजको प्रेजको प्रेसरको कुरा गर्दैछौँ त्यसमा ममहरूलाई यो के भन्छ दोधारी तलवार आई डोन्ट नो, घरमै बस्नु कि घरमा बसेर काम गर्नु कि बाहिर गएर काम गर्नु कि जेसुकै गर्नुहोस्, मान्छेले जे जुन प्रकारले पनि तपाईँले जजमेन्ट पाउनुहुन्छ। मैले पहिला छोरीको पालीमा काम गरिनँ 1-2 वर्ष, त्यति बेला मलाई अगाडि नै भनेको क्या मान्छेले, बिचारा अब तिम्रो बुढाले चाहिँ कति काम गरिराख्नु भएको छ 16 घन्टा, तिमी पनि गर्नुपर्छ नि। तपाईँले दुइटै भोग्नु भएको छ, 2जना बच्चा छ, 2चोटि आमा बन्नु भएको छ। सो तपाईँले फर्स्ट टाइम नानी हुँदाखेरि तपाईँ स्टे एट होम मम हुनुहुन्थ्यो, काहीँ काम गर्नुभएको थिएन, र अहिले बाबुको बेलामा युआर वर्किङ। जजमेन्टको कुरा गर्दाखेरि तपाईँले आफ्नो कम्युनिटीबाट पाउनु भएको जजमेन्ट्सहरूको कुरा गर्दाखेरि यसमा डिफ्रेन्स कसरी पाउनुभयो? अब तपाईँले अहिले भन्नुभयो बुढा 16 घन्टा काम गर्थ्यो, यो त अमेरिका हो, गर्नुपर्छ, 2जनाले नै काम गर्न पर्छ, बुढा चाहिँ 16 घन्टा काम गर्ने बिचारा गाह्रो भयो उसलाई, गर्नुपर्छ तिमीले भनेर भन्नुभयो क्या त्यति बेला। तर त्यति बेला कोही थिएन नि त बच्चालाई हेल्प गर्ने, अनि हामी 2जना यङ थियौँ, मेरो हस्बेन्डलाई पनि आँट आएन छोरी हेरेर बस्ने, मेरो पनि त पहिला बच्चा थिएन, तर मैले त गर्नै पर्यो नि त, म बाहेक कसले गर्ने परेपछि भन्नु त परेपछि मैले चाहिँ गरेँ। अब नभए त्यति बेला मलाई पनि सजिलो हुन्थ्यो होला नि त, मैले पनि 8 घन्टा वालमार्टतिर कतै काम गरेर घर आउँदा म पनि अलिक फ्रेसै हुन्थ्यो होला नि त, दिनभरि त्यही छोरीसँग काम गर्यो, त्यो चाहिँ देखेन नि त्यति बेला।
अनि अब अहिले काम गरिरहेको छु अहिले काम गरेर बच्चा हेरेको पनि छैन के अनि पहिला काम नगर्दा पनि केही छैन त्यही भएर म भन्छु तपाईहरुलाई जे कम्फर्टेबल लाग्छ हैन एट द एन्ड अफ द डे तपाईको फ्यामिली तपाईको बच्चा लाएर एक दिन आएर यसो घर के गर्ने छैन बोल्ने जरुरी नै छैन बाहिरको मान्छे भन्ने तपाईले अघि भन्नुभयो घरमा दिनभरि बच्चासँग बसाइमा आई थिंक म कहिले आमा पहिला बनेको छैन दिस इज माई फर्स्ट टाइम म स्टे एट होम मम छु आई डोन्ट वर्क आउटसाइड अफ दिस रोल यो रोलमा कहिलेकाहीँ कस्तो हुन्छ भने आई फिल गिल्टी क्या मैले त मसँग बच्चाको हरेक मोमेन्ट मैले इन्जोय गर्नुपर्ने हो मैले त्यो कहिलेकाहीँ इन्जोय नै गर्न सकेको हुँदिनँ क्या त्यो साँच्ची भन्यो त कहिले बाबुको अनुहार हेर्नै मन लाग्दैन मलाई कहिले रवि घर आउनुहुन्छ म कहाँ कोठामा थुनिएर बस्नु कहाँ गएर चिच्याउनु जस्तो हुन्छ म त सालमा बस्थे ल एकछिन गो अनि बाटोमा अच्छा आज जुन दिन आनन्दले हेयर एभ्रिथिङ नुहाउन पाएको हुन्छ नि मेरो त 1 आवर त भेकेसन हो द्याट अनफर्चुनेटली हाइजिनको एउटा टाइम इज आवर ब्रेक त्यो पनि त्यो टेक्निकली ब्रेकमा काउन्ट हुनु हुँदैन बेला स्क्रोल गर्ने त्यो द्याट टर्न्स इन्टु आवर ब्रेक मेरो कुनै स्टार्ट टाइम छैन कुनै एन्ड टाइम छैन कुनै ब्रेक टाइम छैन अनि पानी खान पनि बिर्सिरा हुन्छु र गरेको कामको पनि केही रेकग्निसन पाइँदैन अनि त्यसमा केही पेचेक पनि छैन अनि कोही घरमा मान्छे आउनुभयो भने घर फोहोर छ भने दिनभरि घरमा बसेको छ तर त्यति सफा राखेको छैन अल्छे ट्याग लाग्छ करेन्टली जो आमाहरू बन्नु भएको छ उहाँबाट सायद हामी एकअर्कालाई यो कुरामा चाहिँ जजमेन्ट्सहरू छ हाम्रो पनि एकअर्कासँग यो वर्किङ र स्टे एट होममै कति जजमेन्ट्सहरू छ हाम्रो एकअर्कासँग होइन तर आई थिङ्क यो कुरा चाहिँ एभ्री मम अन्डरस्ट्यान्ड्स म तपाईँको घर आएर भद्रगोल देखेँ भने आइ एम नट गन कमेन्ट तपाईँको घर भद्रगोल छ तपाईँ आउनुभयो भने we're not gonna एकअर्कालाई हाम्रो त्यो ब्याक ह्यान्डेड कमेन्ट हुँदैन क्या बुझिन्छ त्यो इन्टरनली र इनफ्याक्ट तपाईँको घरमा कहिले आएर मैले तपाईँको घरमा भद्रगोल छ भने आई थिङ्क मैले कहिले सोचेको पनि छैन त्यो यादै हुँदैन किनभने त्यो इनेटली हुन्छ है बाबा बच्चा छ चोइसहरू हुन्छ आई रिकल कन्भर्सेसन तपाईँसँगै गेस्ट आउँदाखेरि बच्चाको सबै खेलौनाहरू थन्क्याएर राख्नुभएको लुकाइन्छ वाइ बच्चा छ त्यो घरमा त्यो गेस्ट आएको बेलामा त्यो बच्चाले के गर्छ खेल्नु त पर्यो खेलाउन राख्नु त पर्यो we're so afraid of these judgments कि हामीलाई हाम्रो सिम्पल कुराहरुमा पनि हामीले त्योभन्दा धेरै सोच्नु पर्छ जुन ठाउँमा हाम्रो दिमागमा अलरेडी धेरै कुरा छ यसलाई फुल डे काम गरेर घर आउनु भएको छ अनदर राउन्ड अफ रिस्पोन्सिबिलिटिज हुन्छ तपाईको यु हेभ अ सेकेन्ड शिफ्ट भनेर यो फ्रेज गरिदो रहेछ हैन तपाईको रातभरि भनौं दिनभरि हैन रातभरि रिस्पोन्सिबिलिटिज आफ्नो कामको रिस्पोन्सिबिलिटिज गरेर आएर घरमा पनि एउटा सेट अफ रिस्पोन्सिबिलिटिज हुन्छ तपाईले कहिले आफूलाई बर्नआउट यति थकानमा यति पुरिनु भएको छ त्यस्तो कहिले पाउनु भएको छ र केही साइन्स थियो तपाईले रेट्रोस्पेक्टमा पछाडी हेर्दाखेरि याद गर्नु भएको सायद यो कुरा थियो होला भनेर म चाहिँ घरमा केही काम गर्दिन खाना पनि पकाउनु मन लाग्दैन भाडा पनि माझ्न मन लाग्दैन केही नै गर्न मन लाग्दैन ती ढलिरहेछ के भने गएर उठाउन नै हो काउचमा पल्टेको छोरालाई खुवायो छोरालाई नुहाइदियो ओर्दियो हैन अनि मलाई म के साह्रो अल्छी भएको आफैलाई लाग्छ भन्ने लागिरहेको थियो अनि हाम्रो यो कन्भर्सेसन सुरु हुन थाल्यो नि पहिलादेखि अनि चाहिँ रियलाइज गर्दैछु क्या म कहाँबाट आस्तो इनर्जी रातभरि काम गरेर आयो अनि फेरि दिउँसो सुत्दा पनि पहिला जस्तो राम्ररी सुत्न पाइँदैन हैन फेरि सुत्दाखेरि पनि तपाईले ब्रेस्ट फिडिङ गराउँदै हुनुहुन्छ यु बर्न क्यालोरिज त्यसमा पनि एनर्जी तपाईले के फिजिकली गर्नु नपरे पनि तपाईको एनर्जी ड्रेन कसैमा गइरहेको छ भनौं न त्यो तपाईले आफ्नो जे बाँकी छ त्यो पनि दिइराख्नु भएको छ अलरेडी मलाई पहिला ब्रेस्ट फिडिङ गर्दाखेरि यहाँ म के आनन्दले बसिरातो अनि टिभी हेरेर जस्तो लाग्थ्यो हैन पछि अनि आफैलाई रियलाइज हुन थाल्यो कि
नो यो म किन गलिरहेको छु कस्तो थकान लाग्छ भनेर पछि धेरै टायर्ड बिकज म ब्रेस्ट फिडिङ गर्दैछु अनि मेरो सिचुएसनमा जस्तै अब मेरो वेट यो एउटा कुरा हो जुनमा आइभ लस्ट वेट भेरी फास्ट अनि मलाई कति मान्छेले डाइटिङ गरे होला एक्सर्साइज गरे होला ए बाबा वेन डु आई गेट द टाइम टु एक्सर्साइज मैले साँच्ची भन्यो भने टोइलेट जान बाबुलाई बोकी बोकी टोइलेट गएर बसिराख्नु पर्या हुन्छ होइन कहिले काहीँ खाएन होला कति छिटो ज्यान घटाउनु परेको होला आई डोन्ट केयर मेरो त्यो इन्सिक्युरिटिज छ म जब मेरो वेट एकदमै बढेको थियो प्रेग्नेन्सीमा म आई थिङ्क मेरो एक्सपेक्टेसन कस्तो इनफ्याक्ट म तपाईँलाई कति हेर्दाखेरि म आई वाज एनभियस अफ यु थाहा छ किनभने म एकदमै द्याट साउन्ड्स वियर्ड होइन कति मान्छेलाई तर सुत्केरी ज्यान राख्न पाएको छ जस्तो लाग्थ्यो क्या मैले देख्दाखेरि अब नाउ आई अन्डरस्ट्यान्ड हामी कुरा गर्दै जाँदाखेरि तपाईँलाई पनि कति गाह्रो छ भनेर द्याट वाज वान थिङ आई थट होइन नि अर्को कुरा लाइक मलाई घरबाट तपाईँ काम गर्न जानुहुन्छ वाउ सी गेट्स अ ब्रेक फ्रम होम जस्तो लाग्थ्यो क्या मलाई तब नाउ आई गेट इट म पनि अब अहिले कहिले काहीँ अब हेयर कट गर्न जाउँ कतै अहिले नै बाबुलाई कतिचोटि आवाज आइसक्यो त्यो दिमागै मन बुद्धि उठ्दै छ कि यहाँ मजाले कन्सन्ट्रेट गर्न पाएको छैन कति ठाउँमा अड्केछ किनभने माथि नै बेडरुममा दाइले बच्चाहरूलाई खेलाउँदै हुनुहुन्छ होइन त्यो स्पेसबाट एज अ स्टे एट होम मम मलाई ब्रेक चाहिएको हुन्छ अनि अब एनभिएको कुरा गरिरहेको थिएँ अब आई युज टु थिङ्क द्याट वाउ मैले पनि सोच्थेँ एक्चुली यो मेरो पनि जजमेन्ट थियो हस्बेन्ड घरमा किनभने रवि त घर बस्नु हुँदैन नि त हि इज अलमोस्ट नेभर होम 9-10 बजे जानुहुन्छ घर आउँदाखेरि 10-11 कहिलेकाहीँ त 12 बज्छ बिजी भएको दिन दाई घरमा हुनुहुन्छ भनेको कारणले गर्दाखेरि आई युज टु थिङ्क लाइक she has it kind of easier than me not easy but you have it easier than me उसको सुत्केरी ज्यान त्यही भएर मेन्टेन गर्न सकेको छ लाइक डार लाग्थ्यो के म त खेलाम खुर्लेमै घटेँ मेरो बारेमा त कसैले केयर गर्दैन वाट्स योर ओपिनियन अन द्याट किनभने तपाईँले दुइटै राख्नुभएको छ जस्तै लेट्स बडी इन्सिक्युरिटी इज अ होल डिफ्रेन्ट टपिक लेट्स नट फोकस अन द्याट अहिले फोकस गरौँ वर्किङ एन्ड स्टे एट होम I can't remove myself from this space. म जुन स्पेसमा म फ्रस्ट्रेटेड फिल भइरहेको छु त्यहाँबाट आफूलाई रिमुभ गर्न नपाएकोले गर्दाखेरि द्याट्स वाइ तपाईँले काम गर्न जानुभएको छ वर्किङ मम्सहरूसँग मलाई डार लाग्छ त्यो एउटा ब्रेक हो जस्तो फिल हुन्छ तपाईँको एउटा टाइममा सिफ्ट सुरु हुन्छ यु हेभ स्टार्ट एन्ड ब्रेक टाइम्स राइट अब तपाईँसँग कुरा गर्दै आउँदा बुझ्दै आउँदा आइ एम अन्डरस्ट्यान्डिङ द्याट्स इट्स नट द सेम खाजा खाने ब्रेक कहिलेकाहीँ पाइँदैन कहिलेकाहीँ होइन प्रायः पाइँदैन हाम्रो काममा चाहिँ तर कहिले पनि ह्याप्पी हुँदैन मम गिल्ट जहिले नानीसँग हुँदाखेरि मैले पनि अरू मान्छे काममा गएको देख्दाखेरि एकछिन भए पनि ब्रेक हुन्छ त्यो फ्रेस हुन्छ होला भन्ने सोचेको थिएँ तर हुँदैन रहेछ आई थिङ्क यो सोसाइटी मात्र होइन कुरा गर्दै आउँदाखेरि हामी आफूमा पनि धेरै खुसी हुँदैन के यो साँच्ची भने यो दोधार कुरा हुन्छ नि तपाईँ अब पहिला नानी हुँदाखेरि त्यही भने नि अरूले काम गरेको देख्दा बरु एकछिन भए पनि काममा जान पाउँथ्यो अनि अहिले पनि तर के रहेछ भने नि मैले चाहिँ बुझ्दाखेरि हामीलाई बच्चाबाट चाहिँ ब्रेक चाहिएको होइन रहेछ क्या बच्चाबाट ब्रेक चाहिएको होइन बच्चासँगै अरू घरबाट चाहिँ त्यही त आफू बिरामी भयो भने बच्चा कसले हेर्छ हो म हामी नेपालमा गएको बेलामा आई वान सेयर 2 थिङ्स एउटा मम गिल्टको कुरामा र एउटा म आफू बिरामी भएको इन्सिडेन्ट मलाई यो कुरा अहिले हाँस उठ्छ त्यो बेलामा त एकदमै रिस उठेको थियो मम गिल्टको कुरा गर्दाखेरि सेल्फ केयर भनौँ न मेरो कपाल सेट्टे भएर म फुली आई प्रिमेच्योर ग्रेइङ भएको छ मेरो होइन फर सम रिजन नेपालमा 3-4 घन्टा लाग्छ भन्यो कपाल हेयर डाई गर्नलाई हाइलाइट्स गर्नलाई जबकि यहाँ म्याक्सिमम 2 आवर्स म्याक्सिमम आई थिङ्क मैले अहिलेसम्म 2 आवर्स स्पेन्ड गराएको छ एउटा हेयर सलनमा मैले त ओके उनीहरू बिजी छ त्यही टाइम राख्यो होला भनेर सोचेँ होइन बाबुलाई घरमा छोडेर आएको छ भोलिपल्ट घरमा पूजा छ घरमा पाहुनाहरू पनि आउनुभएको छ अब एज अ डटर इन ल बुहारी हुन साथमा मेरो त दिमागमा त्यो मेरो फ्यामिली त्यस्तो नभए पनि दिमागमा पर्छ म सधैँ त भइराख्दिनँ नि त नेपालमा उहाँहरूसँग सधैँ स्पेन्ड गरिराख्दिनँ र त्यो आफ्नोमा एउटा रेस्पोन्सिबिलिटी राख्न पाऊँ अलिक थोरै टाइम स्पेन्ड गर्दाखेरि पनि मेरो जस्तो छ राम्रैसँग गर्न पाऊँ भन्ने हुन्छ नि त होइन यो के
राम्रोसँग गर्न पाऊँ भन्ने हुन्छ नि त। तर अब म गएँ, अब मैले फेरि रविलाई सोधेर गरेँ कि होइन ठिक छ 3-4 घन्टा बाबु हामीसँग बसिहाल्छ नि। यो बेलामा बाबु कति 7 महिना जस्तो थियो होला, पास्ने पछाडि 7 months, अराउन्ड 7 monthsको थियो हामी नेपालमा यो टाइममा जाँदाखेरि। अनि ओके भनेर ठिकै छ, अब सलिड्स खान थालेको थियो, उसलाई भोक लाग्यो भने खुवाउनुहुन्छ, डाइपर फेरिदिन आइहाल्छ, हि इज विथ ड्याड भनेर छोडेँ। नथिङ ह्यापन्ड एट होम क्या फेरि। अनि वेट डिड आई ब्रिङ बेबी, होल्ड अन, म आई थिङ्क मेमोरी स्वाप गर्दैछु। मम ब्रेन मेमोरी स्वाप भयो मेरो। आई टुक हिम विथ मी एक्चुली। बेबीलाई मैले आफैसँग लिएर आएँ। मलाई भन्नु पनि भएको छ त्यो केमिकलको स्मेल यताउता भनेर होइन। ठिकै छ। अगेन मेरो यहाँको एक्सपिरियन्सले मैले सोचेर बिग डिल सोचिनँ क्या त्यो कुरालाई। अनि लगेँ, अब त्यो कपाल ब्लिच गर्न अगाडि लिएर आएर फोइलहरू ऱ्याप गरिरहेछ। 1 घन्टा त्यहीँ गयो यार, 1 घन्टा त्यहीँ गयो। रिसेप्सनिस्टले बाबु हेरिरहेछ, त्यो बाबु कहाँ लग्यो कहाँ छ। म त एउटा त्यो टाइममा म लिटरली जस्ट स्टप, मेरो जेसुकै होस् कपाल खुइलियोस् जाओस्, आई डोन्ट केयर, ब्रिङ माई बेबी ब्याक, आइ एम डन भन्न लाग्दा ठ्याक्क त्यो सक्यो। अनि बेबी अगाडि आयो, उसलाई ब्रेस्ट फिड गरेँ, डाइपर चेन्ज गरिदिएँ। दिस होल प्रोसेस टुक 5 hours बबिना। एट दि एन्ड बहिनीले पनि कपाल कलर गर्नुभएको थियो। टोटल टाइम हामी घरबाट 3-4 घन्टाको लागि हिँडेको भनेको मान्छे 5 घन्टा, 5 घर पुग्दाखेरि त अलमोस्ट 6.5 hours भएको थियो। उज्यालो हुँदा हिँडेको अँध्यारो परिसकेको थियो घर पुग्दाखेरि। मैले त्यो पुरा टाइम मेरो गिल्ट मम मात्र भएर होइन, मेरो अरू रोलहरू निभाउन नपाएर पनि भयो क्या मलाई। अनि ठ्याक्क भोलिपल्ट त्यो त भयो। अनि ठ्याक्क भोलिपल्ट पूजा गर्ने दिन, अब पूजामा बसेपछि आई हेभ टु स्टे देयर। बाबुलाई सुताउन ट्राई गर्दै थिएँ, ऊ सुत्न मानेन। सायद आई थिङ्क यिनीहरूले बुझ्छन् क्या हामी हतारमा छौँ भनेर। अनि झन् जे काम उनीहरूले गर्ने बेला भएको छ भने झन् गरिदिँदैनन्, ऊ सुतिदिएन। त्यो जेसुकै होस् अब खेल्छ, काकासँग खेल्छ, निनीहरूसँग खेल्छ भनेर छोडेँ होइन। अब पुरा टाइम त्यहाँ पूजामा बसेको बेलामा बाबुको सुत्ने बेला भएको छ, ऊ इरिटेट भयो होला, डाइपर फेर्नु छ, डाइपर ऱ्यास भयो होला, त्यही मात्र सम्झेँ। मिलिक मात्र देखिरहेको छु क्या उसलाई। फेरि अब त्यहाँ धुवाहरू आइरहेछ, त्यहाँ लिएर आएर बसाइराख्न पनि सकिँदैन। अनि अब हेरिदिइराख्नु भएको छ। अब त फुल टाइम बाबुलाई अब डाइपर फेर्नु पर्यो भने त एउटा आमा र एउटा आमा बाउ बाहेक त अरू कसैले सम्झिँदैन। फेरि म जतिको इनर जति मेरो स्ट्रगल देखिरहेको छु नि, त्यति रवि देखेको छुइनँ क्या। सायद उसलाई पनि पराएको थियो कि थिएन, आई डोन्ट नो, यो कहिले कुरै गराएको छैन होइन। उसलाई के भएको थियो भन्ने कुरा सम्बन्धी कुरै भएको छैन। त्यतिसम्म मम गिल्ट भएको थियो क्या मलाई। आई थिङ्क त्यो मोमेन्टमा त्यो 2टा ब्याक टु ब्याक डेज जस्तो मलाई अहिलेसम्म मम गिल्ट फिल कहिले भएको छैन। मैले मम गिल्ट मात्र होइन, गिल्ट इन जेनरल कहिले फिल भएको छैन। लाइक म राम्रो बुहारी बन्न पाइनँ, भाउजू राम्रो बन्न पाइनँ, आमा र त्यो बेलामा सोचेँ क्या मलाई नि यति लोन्ली फिल भएको थियो मलाई त्यो बेलामा। म अहिले आएर पनि त्यो मोमेन्ट सम्झिँदाखेरि मलाई अहिले नेपाल जानै मन छैन। आई डोन्ट वान गो, मलाई जानै मन छैन। त्यो नट बिकज अफ मलाई कस्तो भयो कि, त्यो बिकज मैले आफ्नो रिस्पोन्सिबिलिटिज पुरा निभाउन पाइनँ। अनि स्पेसली बाबुप्रति। अनि त्यो फ्रस्ट्रेसन यति बिल्ड भयो कि आई निड अ ब्रेक फ्रम नेपाल। म जान सक्दिनँ जस्तो भएको छ। अनि रविले मलाई कति सोध्नुहुन्छ क्या, लाइक अब नेपाल गएर रवि, आई थिङ्क मेनी मेन छोरा मान्छेहरूलाई नेपाल गएर बस्ने आश छ, दे वान्ट टु गो, एउटा गोल छ। तर आई थिङ्क छोरी मान्छे जब अमेरिका जस्तो आएर यो एउटा ठाउँमा जुन लाइफस्टाइल हामीले उयो गरे हुन्छ, जुन प्रेसर्सहरू अलिकति प्रेसर्सहरू बाहिर बसेका हुन्छौँ, छोरी मान्छेहरूलाई दे डोन्ट वान्ट टु लिभ इन द्याट एनिमोर। म पनि जान्न, आई क्यान्ट। अनि मैले रविले मलाई सोध भन्नुभएको थियो। अनि लाइक पहिला म भन्थेँ क्या, फेरि आई वान्ट गो लिभ इन नेपाल। मलाई मेरो फ्यामिलीहरू सबैजना त्यही हुनुहुन्छ, हाम्रो कजन्सहरू सबैजना त्यही हुनुहुन्छ, मामा माइजू ठुलो बुवा सबैजना त्यही हुनुहुन्छ। त्यो त्यसैमा रमाइलो छ, हजुरबा हजुरआमा त्यसैमा रमाइलो छ, चाडपर्व त्यसैमा रमाइलो छ। आई स्टिल फिल द्याट। तर म गएर बस्न सक्छु चाहिँ जस्तो लाग्दैन एनिमोर। म पनि सक्दिनँ, प्रायः यस्तो कोही सक्दैन। आई डोन्ट थिङ्क कोही केटी मान्छेहरू सक्छ जस्तो लाग्दैन। एन्ड अनदर इन्सिडेन्ट इज म बिरामी भएको बेलामा आई ह्याड डायरिया। मलाई पनि भएको थियो नेपालमा।
मलाई यहाँको दुध खाँदाखेरि अलिअलि पेट अस्पट हुने हो, अलिअलि गाह्रो हुने हो। उहाँ त पुरै झरापाटी लागेर यति गाह्रो भएको थियो के कुरामा बहिनीहरू पनि कोही पनि घरमा हुनु नथियो क्या। बाबुलाई सुताउने बेला थियो, आमा भएपछि यतिसम्म सहेर बस्नु पर्दो रहेछ कि मलाई छेर्वा लागिसक्यो, रोकिएको के। आई वाज एबल टु स्टप इट। बडीले पनि बुझ्दो रहेछ क्या, रोकेर बसिरहेको। अनि रवि आउनु भएपछि आई वेन्ट एन्ड रिलिभ माइसेल्फ। मलाई अहिले यस्तो हाँस उठ्छ त्यो कुरा सम्झेर, अति हो क्या त्यो। द्याट्स टु मच। छ नि डायलग के छ डायलग त्यो ओम शान्ति ओमको के अगर के अरे खै के थियो भन्नै आएन मलाई पनि। त्यो पुरी काइनाथ वाला हो त्यो के। इतनी शिद्दत से मैंने तुम्हें पाने की कोशिश की है कि हर जर्रे ने मुझे तुमसे मिलाने की साजिश की है। यस्तो मलाई द्याट्स वान अफ माई फनिएस्ट मोमेन्ट्स आई थिङ्क एज अ मम अहिलेसम्म। म पनि नेपालमा जाँदै त्यस्तै भएको थियो, ठ्याक्कै डाइरे भएको। बाहिरको खाना खाएर त्यति बेला पनि अब जजको हुन्थ्यो क्या। अब नानीलाई हेरेर बुढोले हेर्दाखेरि पनि बिरामी भएकै बेला पनि हुन्छ। आई थिङ्क ड्याड्स गेट अ ब्रेक। फेरि हामी काममा जाँदाखेरि हामीले त्यही पनि ब्रेक पाउँदैन भन्ने कुरा गर्नुहुन्छ नि, द्याट लुक्स भेरी डिफ्रेन्ट फर ड्याड्स। जस्तै रवि काममा जानुभएको बेलामा रवि फुल्ली आफ्नो काममा फोकस गर्न पाउनुहुन्छ। ही हेज द्याट एबिलिटी वेयर एज वी डोन्ट। हाउ डु यु थिङ्क कहिले क्यामेरा केही भएर अनप्लग भएर चलेन भने म यति फोन गर्छु, त्यो यस्तो फोन उठाइँदैन त्यो बेलामा। म घर आएको छु एक्चुअली, बाबु बिरामी भएको बेला ज्वरो मात्र आएको थियो, त्यस्तो सिरियस पनि केही थिएन। म आएँ 3 बजी राति आएँ बुढालाई नभनी, तर मेरो छोरीको हात भाँचिएको, मेरो पहिला भनेको थियो हात भाँचिएको थियो, तर त्यो डायग्नोस भइसकेको थिएन। मैले फोन गरेँ बुढालाई, बुढा नानीले त एउटा हातै चलाएको छैन, भात भाँच्यो कि क्या हो, मैले उता लगेको थिएँ पार्कमा लगेको थिएँ, त्यस्तो साह्रो लडेको थिएन भने। त्यसमा केही भएको होइन होला भने फेरि फोन गर्छु क्या। त्यति बेला नेपालीको ग्यास स्टेसनमा काम गर्नुहुन्थ्यो बुढो। नेपालीकोमा त मिल्छ नि त होइन, दा यस्तो छ है भनेर आउन पाउनुहुन्थ्यो। इमर्जेन्सीमा त मिल्छ, त्यही त बुझिन्छ। तर त्यति बेला म एक्लै जानु पर्यो क्या हस्पिटल लगेर। अनि हो नै रहेछ, हात भाँचेको रहेछ। तर म त्यो भन्छ नि के मम इन्स्टिङ्क्ट हो, आई 100% बिलिभ द्याट हो। त्यो चाहिँ ममको मात्र हुन्छ, ड्याडको हुँदैन। मैले तर धेरै कम नै नानीले हातै चलाइन, आउनु भन्दा नि आउनु भएन क्या। त्यो चाहिँ अहिलेसम्म रिस उठ्छ, उसलाई पनि होला त्यो ड्याड गिल्ट होला। अब तर आई थिङ्क मलाई चाहिँ ज्वरै मात्र आउँदा पनि म आएँ क्या। त्यो टेन्सन भइरहेको छ क्या। जस्तै बाबु बिरामी भएको बेलामा अब आई क्यान्ट से दिस, दाइ त घरमै काम गर्नुहुन्छ, रवि स्टेप्स अवे होइन। बाबु कहिले बिरामी भएको बेलामा ऊ बिजी भएको छ भने फोन पनि आउँदैन के, बाबुलाई कस्तो छ के छ, बिकज उसलाई थाहा छ कि ऊ मसँग छ। पुर्याउनु पर्ने रिस्पोन्सिबिलिटी, पुग्नु पर्ने कुराहरू सबै अलरेडी डन छ, पुग्छ। त्यो टेन्सनै आमासँग छ, ढुक्क छ। तर हामीलाई त्यो ढुक्क हुन पाइँदैन। ड्याडसँग हुँदा ढुक्क हुन्नम नि। तपाईँले बाबु निदाउँदाखेरि राति तपाईँ घरमै हुनुभएको बेलामा बाबु बिउजिँदाखेरि, राति बिउजिँदाखेरि जसरी दाइले थाहा पाउनु भएन भन्नुभएको छ, त्यस्तो म त कतिचोटि भएको छ होइन। अहिले पनि हुन्छ। आइम स्योर त्यो अहिले पनि हुन्छ। अनि भन्छु म, तपाईँलाई कसरी विश्वास गर्नु, क्यामेरा छोडिदेऊ क्या, हटाइदेऊ, तिमी काममा फोकस गर, कुन दिन फायर होला, जतिखेर अब एकछिन रेस्टरुम गए जस्तो गर, क्यामेरा चेक गर, मेडिकेसन दिने बेला पो क्यामेरा चेक गर नि, फोन चलाएको छ भने अचेल त यहाँ पनि हेर्न मिल्छ नि, क्यामेरा हेर भन्नु, जतिखेर दिमागै घरमै हुन्छ, नगर भन्नुहुन्छ, तर सकिँदैन। फेरि आइम स्योर दाइले पनि यो एक्सक्युज युज गर्नुभएको छ, तिमी यही छौ त्यही भएर, अनि त्यही कुरामा झगडा पर्छ क्या। अनि त्यही भएको बेलामा त तपाईँलाई विश्वास गर्नु, म हुँदाखेरि त थाहा पाउनु हुँदैन, म नहुँदाखेरि थाहा पाउनुहुन्छ भनेर कसरी विश्वास गर्नु। त्यही त हो। नो, रवि युजेस द्याट एक्सक्युज टु। पहिला त डाइपर आई थिङ्क
मैले फ्यालेको छु कि छैन मलाई थाहा छैन तर त्यो भरेको डाइपर राति डाइपर चेन्ज गर्दाखेरि फ्यात्त फ्याल्दिनँ मन लाग्दै त्यति रिस उठ्थ्यो राति राति फेरि बिचमा माया पनि लाग्थ्यो कि के होला कि हामी उठाउँदा चाहिँ गर्ने हो के उठाउँदा त गर्ने हो नगर्ने होइन अगेन रेस्पोन्सिबिलिटी गर न भन्ने होइन निन्द्रामा आँखा मिची मिची पनि बिचरा गर्ने हो आफै चाहिँ थाहा पाउनु आफै चाहिँ थाहा पाउनु हुँदैन म हुँदा त मान्छे हो कि खम्बा हो एक्ज्याक्टली सेम सिचुएसन आई थिङ्क अनि तर त्यो उठेर गर्नुभयो भनेर हामी थ्याङ्कफुल पनि पर्दैन यो माइन्डसेट हामीले चेन्ज गर्नु पर्यो एज मम्स एज अ सोसाइटी एज अ कम्युनिटी हामीले यो माइन्डसेट चेन्ज गर्नु पर्यो इट्स देयर जब टु एक्ज्याक्टली उहाँहरूको पनि रेस्पोन्सिबिलिटी हो उहाँहरूले गर्नुभएको छ देयर द टाइप अफ पिपल द्याट आर फुलफिलिङ द रेस्पोन्सिबिलिटी आफ्नो जिम्मेवारी बुझेको मान्छे रहेछ भनेर मात्र भन्ने हो त्यसलाई राम्रो मान्छे रहेछ जस्तै तपाईँले आफ्नो काम गर्नुभयो इनफ्याक्ट त्यो पनि हामीले पाउँदैनौँ है आमाले आफ्नो जिम्मेवारी बुझेको रहेछ भनेर त्यो पनि कसैले भन्दैन आफ्नो काममा होस् आफ्नो घरमा होस् त्यो नोबडी थिङ्क्स अबाउट द्याट आई थिङ्क टाइम वी आर गेटिङ टु द्याट टाइम लास्ट क्लोजिङमा तपाईँलाई एउटा क्वेसन सोध्न चाहन्छु यो नेरेटिभ सिफ्ट गर्नको लागि वाट वुड यु सजेस्ट तपाईँ आफैमा अब हाम्रो यो कन्भर्सेसन धेरै दिन हामीले गर्दै आएका छौँ आज रेकर्डिङ हुनु दिनसम्ममा फाइनली थ्याङ्क यू प्लिज अल्सो थर्डचोटि होइन फर्स्टचोटि त यतिकै ओभरभ्यू मात्र थियो के हो होइन हुनु त्यो बाहेकै थर्डचोटि हो भने चाहिँ 4 चोटि हामीले यो सम्बन्ध एक्चुअली बसेर कुरा गरेका छौँ अझै पनि कति छुटो होला सायद अब विल टक मोर फेरि पनि बोलाउनु होला बोलाउँछु what would you suggest मेन्टल लोड आफ्नो बोकेर आइराख्नु भएको जसले पोखाउन सक्नु भएको छैन जसले गिल्टी फिल गर्नुहुन्छ एज अ मम एज इन अदर रोल्स उहाँहरूलाई के भन्नुहुन्छ या के भन्न चाहनुहुन्छ के भन्न चाहन्छु भने ममहरूलाई आमाहरूलाई बुढाले गर्दा पनि त्यो ठुलो कुरा होइन बाउको रोल निभाइरहेछ भन्ने सम्झिनु म लक्की छु चाहिँ के कुरामा सम्झिनु भने या आइएम लक्की हि इज इन माई लाइफ भनेर सम्झिनु होइन आइएम लक्की हि इज डुइङ दिस भन्ने चाहिँ नसम्झनु यो मम्मीहरूको लागि त्यो चाहिँ सम्झिनु तर मेरो लाइफमा मेरो हस्बेन्ड हुनुहुन्छ म लक्की छु भन्दा पो तर यो काम गरिदिनु भयो भनेर कति लक्की भन्ने नसम्झिनु यो उनीहरूको काम हो यो घरको काम गर्दा पनि यो उनीहरूको पनि घर हो भन्ने सम्झिनु अनि आफ्नो कुरा पनि राख्नु हैन राख्नु शेयर गर्नुपर्ने रहेछ मेरो आफ्नै एक्सपिरियन्समा तपाईको पनि एक्सपिरियन्स बुझ्नु भएन भनेर बुझ्दा पनि नबुझ्नेलाई त के गर्नु तर कुरा चाहिँ राख्न पर्यो मेरो एक्सपिरियन्समा कति ठाउँमा मैले आफैलाई म ड्रामेटिक त भइन मैले यो नचाहिने कुरालाई अलिक धेरै मैले बनाएँ कि भन्ने यो हाम्रो सोसाइटीमा जे एक्सपेक्टेसन छ हाम्रो समाजमा जे एक्सपेक्टेसन छ त्यो एक्सपेक्टेसन्स त्यो अपेक्षा अनुसार हाम्रो त्यो मेन्टालिटी अलरेडी सेट भएको छ त्यो कारणले गर्दाखेरि मेरो त्यो माइन्डसेट थियो होइन इनफ्याक्ट तपाईँले यो भन्नुभएको कारण थियो जस्तो तपाईँले लास्ट टाइम हामीले कुरा गर्दाखेरि भन्नुभएको थियो कि आई डोन्ट फिल थ्याङ्कफुल आई सुडन्ट ह्याभ टु फिल थ्याङ्कफुल त्यो आई वाज थ्याङ्कफुल त्यो उसको रेस्पोन्सिबिलिटिज हो उसले निभाइरहेको छ भनेर बुझ हुँदा पनि आई स्टिल युज द्याट ल्याङ्ग्वेज द्याट आई वाज थ्याङ्कफुल आई वाज ग्रेटफुल द्याट हि इज डुइङ दिस तर आई इनफ्याक्ट अहिले स्विच भइसकेको छ आई चेन्ज माई माइन्ड द्याट आई एम थ्याङ्कफुल हि इज इन माई लाइफ र हि समबडी हु फुलफिल्स हिज ड्युटिज एन्ड हु अन्डरस्ट्यान्ड्स मेरो रोल्स के हो भनेर राम्रो पर्सन चुज गरेको रहेछु भनेर आफू थ्याङ्कफुल हुने नट बिकज हि डिड समथिङ या त उसले के गर्नुहुन्छ भनेर इफ यु हेभ स्टोरिज लाइक अस इफ यु हेभ एक्सपिरियन्सेस लाइक अस प्लिज हाम्रो इन्स्टाग्राम फेसबुकमा वर्षा र बत्तीमा हामीलाई डिएम गर्नुहोला या त मलाई varsharabatti@gmail.com मा इमेल पठाउनु होला हजुरहरूको कहानी र कथाहरू सुन्न हामी पनि सुन्न चाहन्छौँ I would like to be able to share your stories. So please send me messages, share your stories, share other people's stories. जो मान्छेहरूले आफ्नो पोख्न पाउनु भएको छैन हामीले यो एपिसोड
स्ट्रगल गर्दा गर्दा पनि धेरै नेपाली नेपाली बुझ्ने बनाउने गरिराख्न खोजेका छौँ ताकि जो मान्छेलाई यो कहानी यस्तो टाइपको एक्सपिरियन्सहरू सुन्नु पर्ने छ उहाँहरूले पनि बुझिदिनुहोस् भनेर सो प्लिज सेयर please subscribe and keep watching our next episode. We're going to talk about performing goodness. Hamro as I talked about when I felt mom guilt, it wasn't just mom guilt, it was guilt in many ways. मैले आफ्नो अरू रोल्सहरू पनि निभाउन नसकेको कारणले गर्दाखेरि मलाई आफैलाई नराम्रो लागेको थियो र मेरो त्यो आफ्नो के भन्नु ममतामा इफेक्ट भएको थियो. So continue watching, continue supporting. Thank you for being here. Thank you again, Babina, for so much for being patient. And we will see you next time. सोच्नुपर्छ कि कुरा म घरमा बसेर काम गर्नु